हामी काम गरेको यहाँ 5 गाउँमा काम गर्दै थिएँ। रिटायर भएर यसमा करारमा राखेको छ। अहिलेसम्म करारमा काम गरिरहेको छु। मैले काम गरेको 28 सालदेखि काम गरेको 2066 साल 20 गते मलाई रिटायर गरिदियो। त्यसपछि साउनमा फेरि भर्ना गर्यो मलाई। फेरि त्यतिदेखि साउनदेखि म गइरहेको छु। अहिले चालु गर्नमा त दुईटा एकदम कन्फर्म छ। एउटा प्रिन्टिङ मसिन र लेथ मसिन वर्कसप यो चालु गरेर त झन् राम्रो। अहिले छिटो कम पैसामा चालु हुने यो दुईटै मसिन। यो त सबै चल्दै बन्नुभएको छ। त्यो मोबिल ब्रिजको काम छ। यसमा त धेरै यसमा लागत पनि छैन, धेरै टाढो धेरै पैसा पनि लाग्दैन यसमा। यहाँ त पुरा नेपालको जति कागज पत्र संस्थानहरूको छ या सरकारको छ या प्राइभेट सबै छाप्न मिल्छ। यहाँ वर्कसपमा बनाउने पार्ट गियर सेयर बनाउने जे पनि बनाउने बिक्री गर्ने मिल्छ। यहाँ अब यो वर्कसपमा यस्तो वर्कसप छ। यहाँ वर्कसपमा नेपालभरमा फेरि गियर काट्ने मसिन छ नि, त्यहाँ त सबै गियर हजुर काटकाज मैले देखाइदिएको छु हजुरलाई। सबै हेर्नुभयो, सबै लिनुभयो फोटो।